हामीलाई चाहिँ यो कुनै पनि पार्ट चाहिँदैन भने यसरी फाल्न नि सकियो होइन। प्लान मात्रै हेरेर बस्नु नि सकियो। अनि हामी यहाँ 3D लाई हामीले हेर्नु छ भने यसरी 3D हेर्न सकियो। यो पार्टहरू मैले हिजो एकदमै मजाले क्लियरली सिकाएको छु। र आज हामी सिधै मेटेरियल सिलेक्सनमा जान्छौँ है त। हामीले डिफाइन गर्नुपर्ने हुन्छ। हामी सुरुमा चाहिँ डिफाइनमा जाउँ, त्यसपछि मेटेरियल प्रपर्टिजमा जाउँ, अनि त्यसपछि हामी एड न्यू मेटेरियलमा जाउँ। एड न्यू मेटेरियलमा हामीले सुरुमा चाहिँ हाम्रो अब घर भन्दा के चाहिन्छ, हामीलाई कन्क्रिट चाहियो नि त मेन कुरा होइन। कन्क्रिट सेलेक्ट गर्छौँ। अनि हामी स्ट्यान्डर्ड के हो, स्ट्यान्डर्ड त इन्डिया नै हो, आइएसकोमै गर्छौँ। अनि ग्रेड कति हो, यदि हाम्रो स्ट्रक्चर 12 मिटरभन्दा उचाइको छ भने चाहिँ M25 ग्रेडको कन्क्रिट M25 युज गर्छौँ। यदि हाम्रो स्ट्रक्चर 12 मिटरभन्दा सानो छ भने चाहिँ M20 युज गर्छौँ होइन। हामीले यसमा चाहिँ M20 युज गर्नुपर्ने हुन्छ। ओके गरिदिन्छौँ। त्यसपछि यहाँनिर हामीले केही कुराहरूलाई पनि चेन्ज गर्नु पर्दैन, सिधै यहाँनिर ओके गरेपछि हाम्रो यहाँ मेटेरियल सिलेक्सन भयो, मेटेरियल डिफाइन भयो। त्यसपछि फेरि हामीलाई त अब के चाहियो, स्टिल रिबार चाहियो नि त हामीलाई होइन। मेटेरियल सिलेक्सनमा जान्छौँ, रिबारमा क्लिक गर्छौँ। रिबार कुन ग्रेडको चाहियो त, रिबार हामीलाई एउटा 500 को चाहिन्छ, एउटा 415 को चाहिन्छ। सुरुमा मैले 415 डिफाइन गर्छु। अनि यहाँनिर ओके गरिदिनु होला। यसरी गरिसकेपछि यो पार्टलाई केही पनि हेर्नु पर्दैन होइन। ठिक छ। त्यसपछि फेरि अर्को मेटेरियल चाहियो हामीलाई, 500 को रिबार चाहियो। ग्रेड 500 को रिबार राख्नलाई 500मा क्लिक गर्छु र यहाँनिर यसरी ओके गर्छु। ल हाम्रो यो पार्टहरू चाहिँ हाम्रो सिलेक्सन भइसक्यो। र आजलाई चाहिँ यति नै गरौँ। अब नेक्स्ट भिडियोमा फेरि एकदमै सर्ट वेमा चाहिँ मैले इट्याप्सहरूको बारेमा चाहिँ सिकाउने छु। तपाईँलाई यो भिडियो एकदमै इफेक्टिभ अवश्य पनि हुनेछ। थ्याङ्क यू सो मच फर वाचिङ। फेरि अर्को भिडियो लिएर अवश्य नै आउनेछु। बाई बाई।